ऊ किन यति साह्रो स्याड सोध्नु पर्यो उसलाई के भयो भनेर। के भयो साथी तिमीलाई भन न। हेर त हामी घरदेखि यति टाढो बस्नु पर्दैछ, तिमीलाई के भयो भन। प्लिज मलाई के पनि नसोध न, प्लिज मलाई एक्लै छोडिदेऊ न प्लिज। बल्ल बुझेँ, तिमीले मलाई आफ्नो मान्दैन रहेछौ है। मैले आज बुझेँ। तिमीलाई के भन्नु साथी, हेर न मैले उसलाई हिजोदेखि टेक्स्ट गरेको, उसले रिप्लाई नै दिएको छैन। म उसलाई यति धेरै माया गर्छु, आफ्नो आमा बाउ भन्दा पनि धेरै माया। अरे तिमीले के भनेको? आमा तिमी जन्मेर यत्रो 20 वर्ष भयो, 20 वर्षसम्म तिम्रो मम्मी बाबाले तिमीलाई हेरिराख्नु भएको थियो कि त्यो केटाले हेरेको थियो? आमा बाउ हामीले खोज्दा केही गर्दा पनि पाइँदैन, रिलेसन तिमीले जसरी पनि पाउँछौ। साँच्ची नै साथी है, मैले त कस्तो ठुलो पाप गर्न आँटेको रहेछु। हेर त तिमी जस्तो साथी सबैले पाओस्। धेरै धेरै धन्यवाद तिमीलाई साथी। बुझ्नुभयो त, तपाईँ सबैजनालाई भनेको। अहिले टिनेजर्सहरू मायामा परेर अहिले नै जाउँ कता जाउँ भन्छन्। त्यस्तो कहिले सोच्नु हुँदैन। आफू राम्रो हुनुपर्छ, आफू हुन्छ नि केटी मान्छे भएर त इन्डिपेन्डेन्ट पो हुनुपर्छ। चाहिँ तिम्रो प्यारेन्ट्सलाई चाहिँ तिमीले एकदमै प्राउड फिल गराऊ, अन्त तिमीलाई जे गर्नु मन छ त्यो गर्नु।